हेलो गाइज गुड मर्निङ। आज म र मामु विथ माई हस्बेन्ड हामी झिलम घुम्न गइरहेको छौँ। लेट्स सी कस्तो रहेछ त ठाउँ है। ल गाइज आफ्टर 2 आवर्सको ड्राइभ पछि बल्ल हामी आफ्नो डेस्टिनेसनमा पुगेछौँ। अब अलिकति बाँकी छ, अलमोस्ट देयर। लेट्स सी है। ल हेर्नुहोस् कस्तो राम्रो भ्यू। मैले टाढाबाट देखिरहेको थिएँ कि अघिबाट कस्तो राम्रो देखिरहेको थियो, नजिकबाट त्योभन्दा पनि बढी राम्रो। आई डोन्ट नो यो क्यामेराले टेस्टिफाई गरेछ कि गरेको छैन, बट भ्यू भनेको एकदमै राम्रो छ है गाइस। एकचोटि त जानै पर्ने ठाउँ हो। कस्तो लाग्यो मम्मी ठाउँ? हेलो हेलो, रमाइलो लाग्यो। कस्तो राम्रो छ। हजुर ठाउँ राम्रो रहेछ, सोचेको भन्दा राम्रो रहेछ। घुम्न आएको हजुर फर्स्ट टाइम हैन हामीसँग यसरी हो। म छोरा बुहारीसँग फर्स्ट टाइम घुम्न आएको। रमाइलो भइरहेछ। कस्तो राम्रो ठाउँ के। ओ माय गॉड। त्यही त घुम्न आउने ठाउँ रहेछ। कस्तो रमाइलो लागिरहेछ मलाई। मेरो बुहारीलाई कस्तो लागिरहेछ कोनी, मलाई चाहिँ रमाइलो भइरहेछ। मलाई पनि राम्रो लागेछ मामु, राम्रो छ ठाउँ एकदमै राम्रो। हामी सोरेन्टो गएको जस्तो त्यति बेलामा अलिकति गर्मी नै थियो, राम्रो थियो। जोस जाडोमा पनि गर्मी, तर अलि झन् गर्मी महिना आउनु थाल्यो भनेको झनै जाडो। कस्तो राम्रो छ मम्मी। वाह त्यही त धेरै राम्रो रहेछ। कस्तो राम्रो ठाउँ। यसमा पनि जान मिल्छ नि वहाँसम्म नि? मिल्छ नि मामु। एक राउन्ड घुमेर जाउँ। त्यही त हो। नबोला भन्छ उता नि के गर्छ? नबोला भनेको होइन मामु, अरूले जे ठिक लाग्छ त्यही बस्यो नि। राम्रो ठाउँ रहेछ। हेर्नु त सिर्जना चिसो है मामु। चिसो लाग्छ। नो 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 नो, आज त मजे गरेंगे बुढो। त्यही त भित्रको लुगा पनि पातलो छ नि त तेरो। उनीहरूलाई यस्तै मनपर्छ नि त भाइ। केटाकेटीलाई हेर्नु है कति रमाइलो हुन्छ। मान्छेहरू त्यहाँबाट कुद्दा रहेछ नि। दिदीले माथि जानु कस्तो राम्रो भ्यू देख्छ भन्दै सुन्थ्यो। ऊ यहाँ पनि स्विमिङ गर्न मिल्छ मामु, त्यो फाउन्टेन जस्तोमा मिल्छ बाबा। सबै रहेछ। खाऊ न त पहिला, अनि घुम्नु एकछिन हुन्छ नि खानेकुरा बाबा। के खाने? त्यसलाई ठ्याक्कै याद आयो। चौरी पनि कस्तो मजाको। आउनुपर्छ बिलङ गरिदिन्छ नि। 1-1.5 घन्टा लाग्छ भने फोटो खिच्ने मान्छे हजुर हैसिन्छ। ल फोटो खिच्ने चाहिँ हामी कतितिर लाग्यो। फोटो खिच्दा खिच्दा साथीहरू हामीलाई त एकदमै भोक लागेर हामी त डाइरेक्ट रेस्टुरेन्टमा आएर खाना पनि थालिसक्यौँ है। अब अट्याक गर्ने हो। ल बर्गर र चिकन टन्नै खाएर अब त हामी यहाँबाट लाग्यौँ फेरि घुम्नतिर। मेरो टमी कति ठुलो भइसक्छ अनि मामु पनि म छाम्दैछु कि कस्तो भएछ भनेर। हामी त घाम लागेर हिँडेको त चिसो रहेछ। चिसो मौसममा रमाइलो भइरहेछ हामीलाई। टन्ना खाना खाएर आयो। अब फेरि घुमिन्छ एकछिन। अब मजाले। घर जानु मन छ कि छैन? छैन, मलाई त घुम्न मन छ मजाले। बेटा चाहिँ जस्तो छ। त्यही त बोट चढ्ने भनेको बुक गर्नुपर्छ कि? बोट चढ्ने भनेको बोट टिकट काट्ने ठाउँमै भेटिएन बा।
ल गाइस अब घुम्दा घुम्दा पनि थाक्यो सो कफी पिउँदै अब हामी घरतिर जान लाग्यो है त केही फिडब्याक दिनु छ भने प्लिज कमेन्ट गर्नुहोस् होला र थ्याङ्क यू सो मच फर वाचिङ र सब्सक्राइब गर्न नबिर्सिनु होला सो टिल देन टेक केयर बाइ बाइ